सूर्योदयदेखि सूर्यास्तको सूर्यको अवस्था जस्तै बिहान आइ लेभलबाट सुरु भएर पश्चिममा पूर्वदेखि पश्चिममा आइ लेभलसम्म टुङ्गिने त्यति जेलसम्म माथि चढ्ने नि त यो ढाँचामा चढ्ने। अनि अर्को पाटो यो भयो भने यो जीवनचक्र हामीले यहाँदेखि यहाँसम्मको लागि त बुझाएको छ। यहाँ पनि एउटा पाटो छ, अदृश्य पाटो, जो चाहिँ तान्त्रिकहरूको लागि यो दृश्य पाटो। उनीहरूको शरीर सूक्ष्म सत्ताबाट ओतप्रोत हुन्छ। सो सूक्ष्म शरीर योगीहरूको अत्यन्तै सहजै जाएकोले गर्दा यिनीहरूले यहाँको अवस्थाको मान्छेहरूलाई पनि देख्छन्, भेट्छन्। हामी शरीरसँग मात्रै भएकोले गर्दा यहाँदेखि यहाँसम्मको मान्छेहरूलाई चाहिँ भेट्छौँ। मान्छे जन्मिन्छ, पुनः मर्छ, मरिसकेपछि शरीर जलाइन्छ, उसको सूक्ष्म सत्ता एउटा निश्चित समयसम्म यहाँ पेन्डिङ रहेर फेरि ऊ जन्मिन्छ। बुझ्नुपर्ने कुरो, सूर्य उदाउँछ, सूर्य अस्ताउँछ, पुनः सूर्य नै उदाउँछ। मान्छे जन्मिन्छ, मर्छ, मान्छे नै जन्मिन्छ। हामीलाई बुझाइयो फेरि पशु हुन्छ, फेरि के रुख बिरुवा भयो अरे, गाई भयो अरे, कुकुर भयो अरे। यो चाहिँ आम मान्छेहरूलाई डराउनलाई बाँडिएको सूत्रहरू ताकि त्यो अनियमितता अनैतिकतातिर नलागोस् भनेर। अब हामी अनैतिकता गर्नु छैन, त्यहाँ जिउनु छैन, त्यस्तो चेतना त्यस्तो उठेपछि हामी आध्यात्म खोज्छौँ। यतिसम्म कि जस्तै कोही कोही मान्छेहरूलाई गाउँमा चर्पी प्रयोग गर्नु भनेर लेख्नु पर्या हुन्छ। यो त लाजस्पद हो नि हामीलाई नि भन्नु। टोइलेटबाट आएपछि हात धुनुपर्छ, खाना खानुभन्दा अगाडि हात धो, यो त्यो भनिराख्नुपर्छ। कुनै एउटा समाज छ त्यस्तो जहाँ चाहिँ त्यो प्रयोगै हुँदैन। तर यस्तो चेतनाको स्तर उठिसकेको छ, त्यो चाहिँ उनीहरूलाई त्यो सुनाउनु लाजस्पद हुन्छ, ठिक हुँदैन। त्यस्तै कोही सत्यका खोजी छन् भने तिनीहरूलाई नैतिकताको पाठ सिकाउनु भनेको चाहिँ लगभग खाना खानुभन्दा अगाडि हात धुनु भन्ने जस्तै हुन्छ। सो साँच्चै नै राम्रो अवस्थाकारले अध्यात्म खोजिराखेका हुन्छ। त्यसर्थ हामीलाई कतिपय चिजहरू हात धुनु भने जस्तै हामीलाई अध्यात्ममा त्यस्तो खालको शिक्षा ज्यादा दिएको छ। सो हामीले बुझ्नुपर्ने कुरो, मान्छे जन्मिन्छ, मान्छे नै मर्छ, मान्छे नै मरेपछि पुनः मान्छे नै जन्मिन्छ, चक्र घुमिरहेको छ। यतिसम्म कि जेन्डर पनि चेन्ज हुँदैन कहिल्यै। हामीलाई महाभारतहरूले सुनाउँछ, महाभारतको कथाहरूमा कोही शिखण्डी भन्ने पात्र छ, स्त्री थिइन्। कसैलाई बदला लिनु थियो, बदला लिनुको लागि पुरुष बेगर हुनेवाला छैन, किनभने त्यो व्यक्तिलाई मार्नु छ जो स्त्रीमाथि हात पातै गर्दैन। त्यसलाई मार्नलाई पुरुषै भएर जन्मिनु पऱ्यो। अनि पुरुष भएर जन्मिनको लागि उसको एउटा विशेष प्रक्रिया छ। त्यसको लागि अर्को जन्म पनि होसपूर्वक जन्मिउँ भनेर त्यसमा पनि साधना गर्ने तरिकाहरू छ। त्यो साधनाबाट बुझिसकेकोले गर्दा उनी पुरुष भएर त जन्मिन्, तर प्रकृतिलाई यति थाहा छ जे हो त्यही जन्माइदिन्छ। तसर्थ उसको शरीर स्त्रीको आइदियो, भित्र पुरुषत्व। हामी यति एट्याच छौँ हाम्रो बडीसँग, हामी स्त्रीहरूलाई स्त्री मजा लाग्छ, पुरुषलाई पुरुष मजा। कहिले कहिले झिँझो हुन्छ, त्यो बेला चाहिँ के पुरुषहरू चाहिँ कति सजिलो भइरह होला भन्दै बच्चा पाउनु पर्दैन, पिरियड हुँदैन, स्वतन्त्र हिँड्नु पाइरहेछ। पुरुषहरूलाई नि कहिले कहिले त लाग्छ नै अर्को जेन्डरप्रति यस्तो हुन पाए त पाराले। तर हाम्रो आफ्नो जेन्डरप्रति यति लगाव छ, त्यही जेन्डर लिएर आउँछौँ। हाम्रो लगाव हाम्रो रहरले गर्दा। अर्को पाटो, जात पनि चेन्ज हुँदैन आम मान्छेको, त्यही जातमा, त्यो जातको पनि त्यही परिवार, लगभग हजुरबा हजुरआमाहरू नै जन्मिराखेका हुन्छ नाति पनातिको रूपमा। त्यति लगाव छ त्यो हाम्रो आफ्नो जातप्रति, आफ्नो जातको पनि आफ्नो परिवारप्रति। जति लगाव भयो, लगाव अनुसारको हाम्रो ढाँचा बन्छ, हाम्रो रहरले हाम्रो जिन्दगी छ। अहिले तपाईँहरू जस्तो छ, तपाईँहरू सबै कुनै बेलाको रहरको रिजल्ट भोग्दै हुनुहुन्छ।
व्यक्तिले देश छाड्नु सक्दैन, त्यही देशमा जन्मिराखेका हुन्छ, अझ त्यही भूमिहरूमा। के योगीहरू छ जो जातपातभन्दा अलिकति माथि उठिसकेका हुन्छ, उनीहरूको यही जातमा जन्मिन्छ जरुरी छैन, ऊर्जा कहाँ मिल्छ, कहाँ माहौल राम्रो हुन्छ, त्यहाँ जन्मिराखेका हुन्छ। त्यति फिक्स्ड छ, किनभने हामी त्यति लगाव छ हाम्रो पुरुष हुनुमा पुरुषलाई, स्त्री हुनुमा स्त्रीलाई, आफ्नो जात धर्म के छ क्या हाम्रो नाहकमा हामीलाई समाजले के उडाइदिएको छ, त्यो सबै आइलाग्छ। त्यहाँ हामी बाँधिएको छौँ र त्यहीँनिर जन्मिन बाध्य हौँ, यसलाई हुन्छ बन्धन। यो बन्धनबाट हामी छौँ गुज्रिरहेका छौँ। अनि यहाँबाट अलिकति उठेकोहरू यतिसम्म जेन्डर चेन्ज गर्न सकिरहेको छैन योगीहरूले पनि। त्यस्तो गजब छ फेरि योगीले त सक्नुपर्ने हो। त्यति प्रभावी छ हाम्रो शारीरिक अट्याचमेन्ट हाम्रो सूक्ष्म सत्तासँग। सो अब बुझ्यौँ, पशु त हुँदैन, कोही स्त्री पुरुष हुँदैन नि, पुरुष स्त्री हुँदैन नि, पशु त चान्सै छैन हामीलाई पशु हुनु, रहर छैन। अब बुझौँ, पशु हुनु रहर लाग्यो भने कस्तो भएर जन्मिनु, कस्तो हुँदो मान्छेकै ज्यानमा निस्केर पशुत्व जिउनु, पशुत्वमा जिउनु गाह्रो छ। त्यस्तो खालको पनि मान्छेहरू छन्, ज्यान चेन्ज हुँदैन, शरीर चेन्ज हुँदैन, शरीरप्रतिको लगाव त्यति बवाल छ। सो एउटा धारणा ढुक्कले बनाउनु छ, म पुनः सूर्य अस्त भएपछि सूर्य उदाउँछ, त्यसै गरी मान्छे नै भएर जन्मिन्छौँ। आम मान्छेलाई यो सूत्र दिनु हुँदैन, तसर्थ यो चिज ऋषिमुनिहरूले पहिल्यै चाल पाएका, त्यो बेलाका खोजीहरूले पहिल्यै चाल पाएकोले गर्दा जैसा गर्ने वैसा भर्ने भन्दै कोही खसी काटेर आउँछ, अनि फेरि अर्को लाइफमा त्यो खसी मान्छे भयो, अनि मान्छेलाई खसी बनाएर काटिराख्यो। यो चाहिँ आम मान्छेलाई, लेम्यानहरूलाई, आम मान्छेलाई बुझाउनु बाध्य हुन्छ, किनभने यो भएन भने उनीहरू टेर्दैन, उनीहरू अशिक्षित छ, अबुझ छ। जो बुझ्छ उसका मास्टरहरूले उसको आश्रम अर्कै पाराले बुझाउँछ, जो शास्त्रमा लेखिँदैन, लेख्नै मिल्दैन, किन शास्त्रमा लेखिने पढ्छ कसैले, पढेपछि सेयर हुन्छ, सेयर भएपछि समाज लथालिङ्ग हुन्छ। चोरहरू यस्तो भएर जन्मिन्छ, हठाहरू यस्तो भएर जन्मिन्छ, व्यभिचारीहरू यस्तो भएर जन्मिन्छ भन्दा के पारिदिएको छ। इभन स्वर्ग नर्क पनि छ। अब बुझ्नु, अब के पुनर्जन्म। आम मान्छे, यदि हामी आम मान्छे छौँ भने, यो ओशोले पनि धेरैपल्ट व्याख्या गर्नुभएको छ यसको। आम मान्छे हो, थुप्रो छौँ। सो हामी मर्ने बित्तिकै छिट्टै जन्माउँछ, किनभने आम मान्छे सेक्स गरिरहेको क्षण ज्यादा छ। हामीलाई थाहा होला, तान्त्रिकहरूले सेक्सलाई ज्यादा युज गर्यो, त्यही भएर तन्त्र जोडिने बित्तिकै सेक्स जोडेर आउँछ प्राय आम मान्छेको धारणा यही भइरहेछ। यहाँ बुझ्नु यसको कारणहरू। आम मान्छे जन्मिनको लागि उस्तै खालको व्यक्तिहरू सहवास गरिरहेको अवस्था थुप्रो छ। सेकेन्डमै कति हजार कति लाख जन्मिन्छन्, होइन जन्मिरहेछ क्या, अनि सम्भोग कति भइरहेछ। सम्भोग हुनसाथ एक पाराको इलेक्ट्रिक म्याग्नेटिक एउटा औरा यति गजबले एक्टिभेट हुन्छ हाम्रो शरीरमा, जसले ती विद्युतीय तरङ्ग बोकेको सूक्ष्म शरीर स्वतस्फूर्त रूपमा तानिन्छ। सो जन्मिन बाध्य छ। हो, मान्छेहरू मजाको लागि सेक्स गर्छ, जन्मिनु पाउँदैन, तर तानिन्छ, त्यहाँ तानिन्छ, बाध्यता छ। शरीर यस्तो यन्त्र हो जसले ती सूक्ष्म सत्ताहरूलाई मजाले तानिराखेको हुन्छ। कोही योगीहरूको वरिपरि देवताहरू हुन्छ, कोही अत्यन्त क्रूरहरूसँग पिशाचहरू बसिराखेका हुन्छ, तानिन्छ नि के, तिनीहरू पनि बाध्य छ। देवताहरू त्यही हामी नै हो, मरेपछि देवता बन्छ, कोही प्रेत पिशाच बन्छ। अब बुझ्नुपर्ने, तन्त्रमा अस्तिदेखि कुरा भएको छ, तन्त्रको पहिलो शर्त भनेको सूक्ष्म सत्तासँग गफ गर्नु। गफ गर्न त छेउमा हुनु पऱ्यो नि, होइन? पहिलो शर्त त्योभन्दा अगाडि छेउमा आउनु पऱ्यो। छेउमा आउनको लागि तान्त्रिकहरूले कुनै यज्ञ हवनहरू केही गरेन,
किनभने सेक्सबाट आउँछ भनेर थाहा पाएर सेक्सलाई युज गर्यो। यी जेले हुरुरु आइराखेको हुन्छ तिनीहरूलाई युज गर्यो। सेक्सको लागि सेक्स गरे होइन, ती आत्माहरूको आह्वान थियो त्यो। त्यही भएर तान्त्रिकले ज्यादा सेक्सलाई युज गर्यो। सजिलो छ, तानिनुको कारण त बुझ्यो। हाम्रो मुटु र ब्रेनले जुन उत्पादन गर्छ बिजुली र चुम्बकीय तरङ्ग, त्यो तरङ्ग ज्यादा सञ्चार हुन्छ यौन क्रीडामा। भनेपछि त्यस्तै सूक्ष्म शरीर भनेको विद्युतीय चिज हो, विद्युतीय ऊर्जाको पुञ्ज हो, तिनीहरू तानिन्छ। त्यही भएर देवालयहरूमा भारतका ऋषिमुनिहरूले देवालयमा त के बिजुली नै उत्पादन गरेन, बिजुली उत्पादन गर्न नजान्ने होइनन् यहाँका वैज्ञानिक। त्यो बेलाका ऋषिमुनिहरू जान्दथे नै पक्का पनि। कोही पुष्पक विमान उडाउन सक्नेले बिजुली बनाउन सक्दैन, चान्सै छैन। तर बिजुली जहाँ छ त्यहाँनिर सूक्ष्म शरीरहरूको प्रभाव हुँदैन। ईश्वरी बत्ती बलेको ठाउँमा देवताहरू हतपति आउँदैन, ल्याउनको लागि भयङ्कर इफोर्ट चाहिन्छ। त्यही भएर मन्दिरहरूमा बिजुली राखिँदैन। अहिले त हामीले लक्ष्मी पूजा गर्दाखेरि यत्रो झिलिमिली दियो बाल्नु पर्थ्यो, करेन्ट फ्लो गरिरहेछ त्यहाँ। करेन्टमा करेन्ट बोकेको शरीर आउँदैन, सक्दैन। भूत प्रेत पनि आउँदैन, देवी देवता पनि आउँदैन, किनभने उनीहरूसँग बिजुलीको शरीर छ, विद्युतीय तरङ्ग भएको ऊर्जाको शरीर छ। तसर्थ पहिला जति काठमाडौँमा तर्साइन्थ्यो त्यति बिजुली आएदेखि तर्साउनु छोड्यो। पछि देवी देवताको प्रभाव पनि हरायो। अब अहिले त शम्भुनाथ, बौद्धनाथ, पशुपतिनाथ यत्रो त बिजुली हुर्र बालेर टल्काउनु परेको छ। विज्ञान बुझ्दैन, नत्र त्यहाँ हटाउनु पर्ने थियो चिजहरू। सो सेक्स गर्दाखेरि विद्युतीय तरङ्ग मेरो शरीरले उत्पादन गर्छ। सहवास गर्दै गरेको व्यक्तिहरूले त्यहाँनिर विद्युतीय तरङ्ग आउनु बाध्य छ, त्यो पुञ्जहरू आउन बाध्य हुन्छ, तानिन्छ। तान्त्रिकहरूले त्यसरी उनीहरूसँग वार्ता गर्थे, उनीहरूलाई काम गराउँथे, अथवा उनीहरूसँग पहिलो शर्त निकाल्नु, त्यहाँ सब प्रेजेन्स चाहिएको थियो। प्रेजेन्स स्वतस्फूर्त भयो, बाँकी रहेको केही टेक्निक छ, केही विधि छ जसले गर्दा तिनीहरूलाई चलाउन सकिन्छ, उनीहरूको भाषा बुझ्न सकिन्छ। आम मान्छे त्यसै जन्मिहाल्छ, किनभने आम मान्छे सहवास गरिरहेको थुप्रो घटना छ। हो, थुप्रै आम मान्छे खासै टाइम लाग्दैन। कोही 2-3 वर्ष ग्यापमा, कोही 1-2 वर्ष ग्यापमा, कोही 6-7 महिना, कोही 2-3 महिना, कोही 2-3 दिन भित्रै जन्मिरहेछ। तर केही यस्ता गजबका व्यक्तिहरू छन् जो समाजको लागि जिएर मर्छन् उनीहरू। कोही महात्मा गान्धीहरू जस्तो, कोही जिसस क्राइस्टहरू जस्तो महान आत्माहरू, सहन सक्नेहरू, अर्कालाई रत्तिभर नबिजाउँ भन्ने मान्छेहरू एकदम रेयर छ। तिनीहरूको शरीर छुट्न साथ मृत्युबाट यहाँ त आइपुग्छ। अब जन्मसम्म पुग्नलाई उनीहरूलाई गाह्रो छ, किनभने त्यो लेभलका व्यक्तिहरू सहवास गरिरहेको छैन। बुझौँ, हाम्रो सन्तान जति पनि छ म जस्तै, मेरो सन्तान म जस्तै आउने हो। तसर्थ पहिलाका ऋषिमुनिहरूले भन्थे यदि बच्चा जन्माउनु छ भने आफ्नो चेतनाको स्तर बढाउँ, होइन भने त्यस्तै खालको आइपुग्छ। चोर फटा भने चोर फटै आइपुग्छ, लेभल हुन्छ यसको। उस्तै ऊर्जाले तानिदिन्छ। सो त्यो महान आत्माहरू अड्किन्छन्, किनभने उनीहरूको लागि उचित गर्व नै पाउँदैन। अर्को पक्ष अत्यन्त क्रूरहरू, अर्कालाई मार्नलाई पनि खासै दयामाया केही नहुने, अर्कालाई मार्दा नि इजी छ। दुनियाँलाई मार्नु मराउनमा, दुनियाँमा आतङ्क फैलाउनमा रुचि राख्ने तिनीहरू पनि दुर्लभै छन्, कमै छन्। तिनीहरूले पनि मरेपछि त्यस्तै खालको व्यक्तिहरू सहवास गरिरहेको पाउँदैन, सेक्स गरिरहेको पाउँदैन। त्यो लेभलका अत्यन्तै निच, अत्यन्तै हाई दुईवटा वर्गहरू यहाँ पेन्डिङ अवस्थामा रहन्छन्, जन्म पाइराखेका हुन्न। तिनीहरूलाई नै भनियो कसैलाई देवता, कसैलाई प्रेत पिशाच। तिनीहरू निकै समयसम्मलाई अड्किन्छन्। कहिले त्यस्तो खालको जोडी भेटिन्छन्, कहिले सहवास गर्छ, त्यहाँ हो। सो यहाँको यात्रा यस्तो हो, औकात अनुसारको जन्म। अब फेरि यहाँबाट यहाँ आयो, अब यहाँबाट आएर यहाँ पुग्दा यसको लक्षणहरूको बारेमा थियो होइन दाइस्वामी? के थियो हिजोको त्यो
पुनर्जन्म मात्रै भन्नु अनि अहिले गरेको साधनाहरू चाहिँ अर्को जन्ममा के हुन्छ यस्तै केही थियो। अहिले हामीले यत्रो गरेको छु सुस्ताहरूसँग हामीसँग जस्तो कुन स्टेजमा छौँ त्यो स्टेजमा मृत्यु भयो भने चाहिँ फेरिबाटै सुरु हुन्छ कि पश्चिन्ती पर आएको कुरा आएको थियो। अब यसलाई हामीले एउटा धारणा बनाएर हेऱ्यौँ भने यहाँनिर कर्म यहाँ छैन। कर्म गर्नको लागि फिजिकल बडी चाहियो। फिजिकल बडी छैन यसले कर्म गर्न सक्छ। कर्म गर्नको यहाँबाट यहाँसम्मको आयुमा, यो आयुमा छैन। सो हामीले जे एफोर्ट गऱ्यौँ त्यसको रिजल्ट बोकेर यहाँ आउँछौँ। आउने त्यही व्यक्ति हो, त्यहाँ कहीँ हेरफेर हुँदैन। किन हेरफेर गर्नलाई उसँग पुरुषार्थ गर्न सक्ने साधन भनेको, यन्त्र भनेको शरीर थियो, त्यो जलाइयो वा गाडियो, ड्यामेज भएको छ। अनि शरीरभित्र जो चेतना होलिरहेको छ त्यो चेतनामा कहीँ हेरफेर हुँदैन, किनभने हेरफेर गर्नलाई यन्त्र छैन। सो त्यत्तिकै बोकेर आएको हुन्छ, यहाँसम्म आएको हुन्छ। जन्मियो, जन्मिन साथ पहिलाको कर्म यहाँ हो। जन्मिन साथ अब हेर्नु, कर्मबन्धन अस्ति पनि कुरा भएको थियो। कर्मबन्धन यहाँ थुपरिन्छ अनि हाम्रो पहिलाको अवस्थाहरू दबिँदै दबिँदै जानुको कारण हाम्रो एक खालको चेतना लिएर आएको थियो। त्यसमाथि जन्मिन साथ म पुण्य जातमा जन्मिएँ। त्योभन्दा अगाडि म जन्मिँदाखेरि ग्रह नक्षत्रको अवस्था कस्तो थियो त्यसले मेरो बानी व्यवहार निर्धारण गर्दैछ। कोही रिसालु बन्नुपर्ने हुन्छ, आक्रमक, कोही शान्त, उसको त्यो ग्रह नक्षत्रको प्रभाव पर्छ नि। किनभने ग्रह नक्षत्र म नै हो। अस्ति भन्यो सूर्यबाट उछिट्यो पृथ्वी, पृथ्वीको किरा फट्याङ्ग्रा म। सो सूर्य पनि म नै हो। सूर्य पनि अनन्त ब्रह्माण्डबाट उसको परिवार छ अनन्त। सबै एकै चिजबाट बिग ब्याङ भएर एउटा ब्लास्ट भएर उछिटिएका टुक्राहरू हुन्छ एउटै फ्यामिली। सोलर सिस्टमहरू सबै म नै हो। त्यहाँ पर्ने प्रभाव ममा पर्छ। उसैले यसलाई दोहोऱ्याइराख्नु हुँदैन। 10-10 वर्षमा सूर्यमा आधी आउँछ अनि यहाँ 10-10 वर्षमा कुनै न कुनै प्रकारको हत्या हिंसा भइरहेको हुन्छ या द्वन्द्व भइरहेको हुन्छ, युद्ध चलिरहेको हुन्छ। यो अहिलेसम्मको साइकोलोजिस्टहरूको, त्यो खोजीहरूको, मनस्विदहरूले ज्यादा यसमा खोज्छ कसरी मनुष्यहरू चलिरहेछ। ज्यादातर भौतिकवादीहरूले भन्दा मनस्विदहरूले यसमा खोजेको छ। सो उनीहरूको निष्पत्ति यो हो जो ओशोले बोल्दै हुनुहुन्छ। अनि सूर्यमा पर्ने प्रभाव ममा पर्छ। म जन्मिँदाखेरि कुन कुन ग्रह कस्तो अवस्थामा छ त्यसले मलाई प्रत्यक्ष असर गर्ने भयो। तसर्थ मेरो बानी व्यवहार मैले सोचेको भन्दा, मैले पहिला जे कमाएको थिएँ, जे आर्जेको थिएँ त्योभन्दा माथि आएर खप्लिदिन्छ। यो दबियो। जो म वास्तविक हुँ, जो आत्मामा त्यो हाम्रो सूक्ष्म शरीरमा लिएर आएको थिएँ, मेरो ग्रह नक्षत्र जन्मिन साथ केही थोपरियो। त्यसपछि फेरि अर्को आइलाग्छ, परिवारले के पाराहरू पाउँछ, कुन जातमा जन्मियो, त्यो जातको के छ आनी बानी, व्यवहार बानी कस्तो छ, उनीहरूको संस्कार कस्तो छ। त्यो संस्कार स्वतस्फूर्त रूपमा आइलाग्छ। उनीहरूले सिकाएर होइन, जेनेटिक शरीर त उनीहरूको हो नि त। म पो अलग्गै जन्मेर म यहाँ ढाँचामा छु। एउटा ग्रह नक्षत्रको भयो, अर्को शारीरिक जो मेरो बाबुबाजेहरूले आर्जेको मेहनत गर्दा गर्दा गरेको एउटा खालको बानी छ। त्यो बानी ममा आइलाग्छ। कोही अलिक सुरु हुन्छ, कोही डरपोक हुन्छ, कोही स्वस्थ हुन्छ, कोही निरोगी हुन्छ। रोग लाग्नु पनि मेरो कारण हुन्न क्या। बातको रोग बाजेलाई थियो, बाउलाई पनि आयो, मलाई पनि आयो, जबकि मेरो पहिला थिएन। यस्तो रोगै मात्रै होइन, बानीहरू पनि। अब त्यो पनि आइलाग्छ, त्यसले पनि थिचिन्छ भने अब यो झन् तल पऱ्यो, यो एक्टिभेट हुने चान्स कम भयो। अनि त्यहाँ जहाँ जन्मियो त्यहाँको सामाजिक संस्कार कस्तो छ त्यसले फेरि बितायो। बाहुनकै छोरो भने उता ताप्लेजुङमा जन्मिनु गयो। अब त्यहाँ खायो जहाँ सुरुमै जन्मियो कि खाँदै थिएँ, पल्लो घर जानै पऱ्यो। बाहुनको घरमा चिया दिन्थ्यो। सो जातीय सामाजिक ढाँचाहरूले पनि, त्यो स्ट्रक्चरहरूले पनि हामीलाई फेरि अर्को ह्याबिट दिन्छ, जसले अर्को दबाई दिन्छ। अब फेरि शिक्षा आउँछ, के आउँछ, अनेक आउँछ।
हुर्किँदा बढ्दा के देख्छ त्यसले एक पाराको बुद्धि बनिरहेको हुन्छ। अब तपाईँहरूको साधना कहाँ दबियो? त्यो बेला गरेको साधना बडा गाह्रो छ। के योगीहरू हुन्छन् जो चाहिँ योगी मात्रै होइन, आम मान्छे पनि जन्मिएपछि त्यो पहिलाकै बानी लिएर आएको हुन्छ। केही पनि एक्टिभेट भएको हुँदैन नि त। शरीर पाएको छ ओके, तर शरीर पनि कहाँ एक्टिभेट हुनु पाएको छ जन्मिने बित्तिकै? केही वर्ष त लाग्छ नि, 7 वर्ष त लाग्छ उसले भन्नुभएको अनुसार होइन। अहिलेका खोजीहरूले रिसर्चरहरूले भनेअनुसार 7 वर्ष लाग्छ एउटा शरीर झैँ हुन, एक्टिभेट हुन, शरीरको एउटा फ्रेमलाई पनि एक्टिभेट हुनलाई 7 वर्ष लाग्छ भन्छ। अब बुझौँ 7 वर्षमा के गर्दो रहेछ भने उसको पहिलाको जन्म चलिरहेको हुन्छ, त्यो स्मृति चलिरहेको हुन्छ भन्छ। भनेपछि अब योगी जस्तो व्यवहार गर्दो, भोगी जस्तो व्यवहार गर्दो, कोही जन्मिँदै छुच्चा भएर जन्मिएको छ, कोही के ग्रह नक्षत्रको प्रभाव पर्नलाई निश्चित समय चाहिन्छ। पर्ने शरीरलाई प्रभाव त, अनि शरीरलाई 7 वर्ष हो क्या सबैको लाग्ने कुरा चाहिँ। यो बाँकिरहेको सबै 7 वर्षमा थिचिने हो। 7 वर्षमा लगभग पहिलाको स्मृतिले चलिराखेको हुन्छ। याद गरौँ होला, बच्चालाई जन्मिन साथ दुध खुवाउनु पऱ्यो, आमाको स्तनमा मुख गाडिदिनुपर्छ। ओके, गाडिदियो, चुस्न कसले सिकायो? नदेखि त कसरी सिक्यो? चुस्दै छ। मान्छे हो, मान्छेलाई अलिक कमजोर भएको जनावरहरू त सिधै गाईको बाच्चा जन्मिने बित्तिकै कता छ थुन त्यो पहिल्यै थाहा छ। थुन कता हुन्छ अघि उठेर खोजेर त्यहीँ पुग्छ। अनि के पार चुस्ने उसलाई थाहा छ। कुखुराको चल्ला अन्डाबाट निकाल्ने बित्तिकै माउ पर राख्थ्यौँ, कहिल्यै माउ नदेखाउँ, एउटै मात्रै चल्ला हुर्कौँ, त्यसले काहीँ नभए ठाउँ नि खोसिन्छ, किन उसले पहिला खोसिएर खाएको छ। पहिलाको अभ्यास हामीलाई अत्यन्तै प्राणसँगै प्राणै तलमाथि हुने केसहरूमा पहिलाको स्मृति जागरण हुनैपर्छ। दुध खाएन त गयो नि त, पहिले त्यहाँ कुन चाहिँले दुध चुस्दै गरेर देख्नु र सिक्नु, सिधै सिक्नै पर्छ त्यो, होइन नि त्यो गयो। हाम्रो सिस्टमले त्यो बसाल्दैछ, तसर्थ पहिला गरेको अभ्यासहरू यो जन्ममा आइलाग्छ। यो अत्यन्तै प्राणै तलमाथि हुने भएकोले गर्दा यहाँ चाहिँ प्रकृतिले पनि चलाइदिएको छ। यही कुरो जोगीहरूले बुझ्यो। अनि प्राण तलमाथि गर्ने खेलहरू खेल्यो। प्राण तलमाथि हुनसाथ पहिलाको स्मृतिहरू जाग्नुपर्छ भन्छ। जाति स्मृतिको प्रयोगहरू त्यस्तो छ। हठयोगले त्यो दिलाउँछ। हठयोग भन्छौँ, कुनै आसनमा धेरै बेर बस्नुलाई मात्रै हठयोग भनेर बुझिरहेको छौँ। मानसिक योगहरू छ, मृत्युसँग खेल्छन् योगीहरू। सो उनीहरूले एउटा ट्र्याप सिर्जना गरिदिन्छ जहाँ चाहिँ बच्चालाई स्मरण हुन्छ भने मलाई किन हुँदैन? यदि प्राणै दाउमा लाग्यो भने जबरजस्ती सास रोकिदिनु, जबरजस्ती आँखै नहेर्नु, आँखा बन्द गरेर चाहिँ कोही आँखा खोलै छ। अनेकौँ हत्कण्डा छ, अनेकौँ मुद्राहरू छन्, अनेकौँ आसनहरू छ, विधिहरू छन्। त्यसले एउटा ट्र्याप सिर्जना गरिदिन्छ। यस्तो सिर्जना गरिदिन्छ पहिलाको स्मरण नजागिने उपाय छैन। त्यो अलिकति खतरनाक छ, त्यो अलग कुरो छ, तर त्यसरी गरेको धेरै पाइएको छ। किनभने मान्छेलाई योगी बन्नु छ, योगी बन्यो भने अर्कोले मान्छ, मान्नु परेको छ। खैर, काहीँ कोही बुद्ध पुरुषहरू आउँछन्, ओशोहरू आउँछन्, झकझकाउँछन्, बुद्धहरू आउँछन्, झकझकाउँछन्। उनीहरूले केही विधिहरू दिन्छन्, केही प्रयोगहरू गराउँछन्। त्यो प्रयोगहरूले गर्दाखेरि खुल्छ। खुल्ने बित्तिकै पहिलाको चाहिँ अब जस्ताको जस्तै आयो। पहिलाको स्मृति खुल्न साथ पहिला के गरेको थियो त्यो जस्ताको जस्तै सिद्धिहरू आइलाग्छ। त्यही भएर पनि साधकहरू चाहिँ लालच लाग्छ कि त्यो मलाई जाति स्मृति खुल्छ। योगी थिएन भने त अर्कै एक्टिभेट गर्ने के? योगी थियो भने त ओके, उसको योग अवस्था झल्किन्छ। कोही मास्टरले चिन्दो फलाउनु पर्ने भयो, फलाउनु भयो। खैर, यस्ता चिजहरूले कर्मबन्धन बन्छ। एउटा कर्मबन्धन भयो, कर्मबन्धनको मैले गरिएको इफोर्ट, कर्महरूको इफोर्ट। बाँकी रहेको त कर्मबन्धन होइन, मैले गरे होइन। म जन्मिँदाको साइतले गर्यो, मेरो बाबुआमाले गरे, मेरो समाजले गरे, मेरो जात छँदैछ, अनेकौँ शिक्षाहरू छ। देशको अवस्थाले पनि, बेलायतमा जन्मियो अर्कै पाराको सोच भएको बच्चा जन्मिन्छ। त्यही आत्मा नेपालमा जन्मियोस् एक पाराको
त्यो बच्चा नेपालमा जन्मेर मजाले हुर्क्यो भने उसको चेत हुन्छ। खत्रै नेता भयो, खत्रै प्रधानमन्त्री भयो भने कुन देशबाट सहयोग लिउँ उसको चेतै त्यहाँ हुन्छ। बेलायततिर भएको भए कुन देशलाई सहयोग गर्नु म चाहिँ अलिक गरिब छु, सोचै चेन्ज हुन्छ। उसको देशको जिआई, उसको देशको आर्थिक अवस्था त्यसले धेरै असर गरिदिन्छ। सो हाम्रो निजी व्यक्तित्व त तल थियो, कहाँ सप्रेस्ड भयो त्यसलाई खोतल्नुहोस्। साधना विधि सबैलाई पन्छाउँदै यहाँ पुग्नु छ, यही चटारो छ। सो आउँछ, सिद्धिहरू पनि आउँछ, हरेक चिज आउँछ। बुझ्नुपर्ने चिज यिनीहरू यसमा के छ नबुझिएको चिजहरू। अनि यो हजुरले 7 वर्षसम्म हुन्छ भन्नुभएको फर्स्ट 7 इयर्समा? मैले कहाँ भने हो, अहिले वैज्ञानिकहरूको रिसर्च अनुसार मैले पनि पढेको छु होइन। फर्स्ट 7 इयर्समा चाहिँ मान्छेको पर्सनालिटी क्यारेक्टर सबै बन्छ भनेर भने पढेको छु। तो 7 वर्ष लाग्छ। अब सामाजिक ढाँचा, ग्रह नक्षत्रको ढाँचा अथवा पारिवारिक ढाँचा स्ट्रङली एक्टिभेट हुनलाई अनि त्यसपछि चाहिँ मान्छे चेन्जै हुन सक्दैन त? उसले कुन माहौल पाउँछ? सबैले कहाँ मास्टरहरू पाउँछ? उसको पाउँदैन। उसको वरपर व्यापारी छ भने कस्तो खालको हुँदो उसको माहौल? वरपर खालि विदेश गइहाल्ने खालको भयो भने कस्तो हुँदो माहौल? पश्चिमका कतिवटा जिल्ला छ जहाँ चाहिँ त्यो सरकारी जागिरको लागि उनीहरूको सबै कम्पिटिसन चल्छ। पूर्वतिर चाहिँ कुन देश कम्पिटिसन त्यहाँ छ, पासपोर्ट बनाउने को सबभन्दा राम्रो देशमा भयो। माहौलले उसको व्यक्तित्व निर्माण गर्छ। सबै व्यक्तिहरू एकै खालका छौँ, एउटै सम्भावना बोकेका छौँ, उस्तै असर गर्छ। तसर्थ कसैको प्रेजेन्सले हाम्रो व्यक्तित्व तलमाथि हुन्छ। सो कसको व्यक्तित्व अलिकति ज्यादा हाबी छ त्यसको अर्कोमा सर्न जान्छ। हामी फलाम चुम्बक जस्तै हो क्या। चुम्बकले फलामलाई तान्छ, उस्तै गुणधर्म भएकोले गर्दा तान्दा तान्दा यस्तो अवस्था हुन्छ सत्सङ्गले फलामले पनि अरू फलामहरू तान्न थाल्छ। मान्छे गुण सर्छ नै के, गुणधर्म सर्छ। सो सामाजिक माहौल कस्तो छ त्यसले मेरो व्यक्तित्व निर्धारण गर्छ किनभने म कमजोर छु। यदि कसैलाई साँच्चै नै गजबले हुर्काइएको छ भने उसको व्यक्तित्व जस्तो हो त्यस्तै माहौल मिल्यो भने चाहिँ त्यसले बल पाउँछ उसको भित्रको यो चिजलाई हुर्काउनलाई। किनभने यो त जबरजस्ती माथि निस्किन खोजिरहेको हुन्छ। हामीले जबरजस्ती माथिबाट केही दबाइदिएको छ, आइलागेको चिजहरू। सो हाम्रो इफोर्टले यो निस्किन्छ नै। एक फेर जातीय स्मृति भयो अथवा पहिलाको अवस्था हामीमा एक्टिभेट भयो र त्यो चिज जिउनु थाल्यो भने योभन्दा अगाडि पनि त अर्को चक्र घुमाएको थियो, अर्को लाइफ थियो, त्योभन्दा अर्को लाइफ थियो। भनेपछि यहाँबाट जन्मिएर मऱ्यो अनि यहाँ पुग्दाखेरि यसको कर्म मात्रै आएको छैन नि त। यस्तो चक्र त कतिवटा घुमेको छ नि त। त्यो सबै चक्रहरू एक स्मरणले, एक अभ्यासले, एक सजग अभ्यासले, एउटा कन्सियस इफोर्टले त्यति राम्रो काम गरिदिन्छ कि जन्मौको संस्कारलाई, जन्मौको कर्मबन्धनहरूलाई झम पार्छ, सिधाइदिन्छ। अब ऊ नूतन भयो, नयाँ नवीन। तसर्थ योगी न अब कोही मान्छे पास्ट लाइफमा योगी थियो भने यो लाइफमा जन्मेर त्यो सबै कुराहरूले थिचा छ, त्यो योगी नभइकन मर्न सक्छ? मजाले मर्न सक्छ। अब बुझौँ, योगाभ्यास गर्दै गरेकोलाई हामी योगी भनिहाल्छौँ। जस्तै कसो सन्यासीहरू दीक्षा लिने सन्यासी भइगयो, जस्तो त पनि सन्यासी हो। तर सन्यासी त सन्यासी हो नि त भनेर हामीलाई लाग्छ नि। दीक्षा मात्रै ल्याऊ। अब बुझौँ, साधक पनि सन्यासी हो यस हिसाबले हेर्ने भने ती योगीहरू पनि। तर जो योगी देह त्यागै गर्न सक्दैछ भने उसले गर्व पनि चुज गर्छ। जसले शरीरलाई त्याग्न सक्छ उसले गर्व छनौट गर्छ।
गर्भ छनौट गर्नु भनेको उसको माहौललाई हेर्छ, पारिवारिक माहौलहरू हेर्छ, जन्मिनुको लागि तिथि हेर्छ। किन त्यसले पनि त त्यो कमजोर शरीरलाई त प्रभाव पार्छ नि त। जो बालक छ, नाबालक, त्यो त उसले त सक्दैन। म अचानक 22 वर्षको जन्मिन्छु भने त सक्दैन त। सो छ त्यो नाबालक, त्यो सानो शिशुलाई त प्रभाव पार्छ। तर केही छ, गजबको परिवारहरू हुन्छ जहाँ चाहिँ साँच्चै बलियो संस्कार छ भने, एक खालको त्यो मनोबल पनि राम्रो भएको, खानपिन पनि राम्रो भएको छ भने त्यहाँनिर उसको वास्तविक व्यक्तित्व जस्ताको तस्तै निस्किने चान्सेस हाई हुन्छ। हाम्रो जिआई बिजोग छ क्या। नैतिकवान बनाउनको लागि गरिने जिआई छ, त्यसले बितायो। योगी हुने माहौल छैन हाम्रो समाजमा। अनि कोही एकाध कोही चाहिँ जोगी भेटिन्छ, कोही सत्सङ्ग हुन्छ, कहाँ कुदिन्छ, कता कुद्दै अब त्यहाँ चाहिँ बलियो भएर आउँछ। यहाँ दबीको चिज पनि आउन बाध्य हुन्छ, माहौल मिल्ला साथ। योगीहरूको मात्रै होइन, कोही व्यापारी थियो अरे कुनै बेला, पछि आएर व्यापारी नै हुन्छ जरुरी छैन। कहाँ हलो जोतिरहेको हुन्छ, जन्मिन्छ कता कन्दरातिर डल्लो फुटाइराखेको हुन्छ। खैर एउटा हजुरलाई एउटा सोधेँ, उनीहरूले 7 वर्ष टेक्निकल 7 जन्मियो, 7 भयो। सो वी काउन्ट त्यो हामीले के मल्टिप्लाई गर्ने 7 14 21 चेन्ज हुने मेजर टाइम्सहरू कि त्यो चेन्ज हुन्छ 28 35 42 49। अहिलेसम्मको आँकडा, किनभने यसलाई ओशोले पनि मान्यता दिनुभएकोले गर्दा, मैले अब ओशो सन्यासी भएकोले गर्दा म ओशोको कुरा गरिरहेको हुन्न। ओशोको निष्पत्ति भनेको अहिलेसम्मको मनस्विदहरूलाई पनि नयाँ आयाम छोड्ने मान्छे हुने। यो कुरो बुझ्नलाई पनि अरू मनस्विदहरूलाई अध्ययन गरेको हुनुपर्छ। अब बुझौँ, यदि ओशोले बोल्दैछन् भने जसलाई ढाँट्नु छैन क्या, ढाँटेर जिउनुको लागि जिउनु नै छैन, त्यस्तो व्यक्तिले बोल्दैछन् भने केही न केही छ भन्ने प्राय उद्धारहरू बोलिराखेका हुन्छ। यहाँ बुझ्नु परेको ओशोले पनि 7 वर्षको कुरा गर्नुभएको छ। यो आँकडा घट्दो छ पनि भन्नुभएको छ। यो जुन 7 वर्षको आँकडा अब घट्दैछ, आयु छुट्टिँदैछ। 7 वर्षभन्दा ज्यादा अगाडि नै 4-5 वर्षमै त्यो यो माथिका चिजहरू एक्टिभेट हुने चान्सेस हाई छ। अब 7 वर्ष भनेको तत्काल अहिलेको आँकडा हो, पहिला होइन। फेरि बुझ्नुहोस्, पहिला अर्कै आँकडा थियो जो 5000 वर्ष अगाडि थियो। बुद्धको पालामा अर्कै थियो। ओशोको पालाको कुरा गर्दैछौँ जहाँ हामी छौँ अहिले। अहिले हाम्रो शरीर चाहिँ 7 वर्षमा फड्को मार्दैछ।